डराउनु दिने जस्तो ठाउँ कुहिरोमा कतै म नदेखिने त होइन। सुन्तली छ, सुन्तलीको छोरा, सुन्तलीको छोरी, त्यो सुन्तलीको नातेदार के गरिरह भने अहिले मुर्रा भयो के अरे। अब कसैको तिल्ला ग्याङ अरे हाम्रो ओला ग्याङ हो क्या होइन, भुल्न भएन ओला ग्याङ। के हेर्छु भन्नुले स्याट नुहाइदिएर नुहाएर हिँडेको अलिएर त जाडो भयो, घरतिर जानुपर्छ क्या। अब कोही पनि आएन के अरे, अब फर्किएकोतिर जाडो जाडो भयो। हेलो गाइस, वेलकम टु सुभाष ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु होइन। भिडियो चाहिँ धेरै पछि आएको छ होइन। म भर्खर उठेको, भर्खर अहिले कति 8 बजे भर्खर उठेको। मैले राति कति 12 होइन 10:30 11 बजीतिर सुतेको थिएँ, भर्खर उठेको। अहिले चाहिँ म चाहिँ टोइलेट गएर आएको होइन, टोइलेट गएर आएको। मेरो दिनको सुरुवात आज टोइलेटबाट भएको छ है, होइन मेरो ब्लगको सुरुवात टोइलेट बाहिरबाट भएको छ होइन। भ्यू चाहिँ यस्तो हो, गाउँतिर यस्तो पुरै ढुसिला र हिरान छ होइन। म चाहिँ भर्खर उठेको। अब चाहिँ यता पानी आयो चाहिँ तातो पानी। यो होडी कति मैला हो भन्नु होला हेर, मैला चाहिँ होइन, यो चाहिँ रङ आएर यस्तो भएको मैला चाहिँ होइन, यो चाहिँ रङ गएर। यहाँ आगोको छेउमा बस्दै तातो पानी खाँदैछु। चिसो लाग्छ नि मलाई पनि, तातो पानी खानुपर्छ। तातो पानी सानी खाएर अब खाजा खानुपर्ने हुन्छ। चाहिँ हाम्रो खाजा आइसकेको छ, चिउरा र दुध होइन। चिउरा र दुध, यो चाहिँ चिउरा चाहिँ गाउँकै भनौँ होइन, आफ्नै घरको धानको चिउरासँग दुध खाँदैछु म चाहिँ होइन। यसरी मिठो। अब यो अघि भर्खरसँग खाजा खाँदै थियो, अहिले कहाँ पुग्यो भन्नु होला होइन। खाजासाजा खाएर भ्याएर म चाहिँ यहाँ पराल हाल्न आएको छु होइन। यता पराल हाल्न आएको, यो डल्लो चाहिँ हालिदिनु पर्ने हुन्छ। यो चाहिँ पराल होइन, यस्तो यस्तो गऱ्यो भने बल्ल झर्छ कि लुडो बनाएको होइन। यता छ हाम्रो गोरु, अनि गोरुको खुट्टा चाहिँ यस्तो भएको छ, जन्माउट यस्तै हो, एउटा खुट्टा चाहिँ यस्तो। यो त छ हाम्रो पाडी कराइराख्नु। यहाँ चाहिँ हाम्रो पाडो छ, कति महिनाको कुनै आया। यो त हाम्रो सुन्तलीवाला भैँसी। यहाँ सुन्तली भैँसी, सुन्तली छ, सुन्तलीको छोरा, सुन्तलीको छोरी, त्यो सुन्तलीको नातेदार। म सुन्तलीको मालिक। सुन्तली होइन, अर्कै नाम राख्नु पर्ला जस्तो, सुन्तली अलि हुन्न। के चाहिँ नाम राखौँला हो, कमेन्ट गरौँ त, कमेन्ट गरौँ छिटो, कमेन्ट गरौँ साथीहरू। पराल सराल हालिदिएँ होइन। यता चाहिँ मलाई हेरिरहेको यसले, आज के गरिरह भने अहिले के गरिरह भन्दा के गरिरहेको हो भन्दाखेरि अब म चाहिँ साथीभाइहरू अब म चाहिँ बारीतिर जान्छु। अघि नै भनिसकेँ किन जान्छु भनेर होइन। गएर मैले यहीँबाट भिडियो बनाएको थिएँ, यहीँ बसेर भिडियो बनाएको थिएँ होइन। यो चाहिँ अब मैला भएको भन्नु र मैला चाहिँ होइन, यो चाहिँ रङ गएर यस्तो धुली जस्तै भएको सेतै हुन लाग्यो। यता रहेछ हाम्रो प्लास्टिक
यता यता रहेको छ हाम्रो केरा केरा त्यहाँ फलिरहेको छ त्यहाँनिर फलिरहेको छ केरा यता फल्ने क्रममा यता फलेर ढलिसकेको छ होइन फेरि हामी त फेरि ब्रान्डै हुन्थ्यो त होइन हो नि त भुल्न भएन है साथीभाइहरू धेरै पछि भिडियो बनाए पनि मैले भुलेको चाहिँ छैन ए ओला हो नि त अन्त होइन ओला हो नि त मुर्रा भयो के अरे अब कसैको चिल्ला ग्याङ अरे हाम्रो ओला ग्याङ हो क्या होइन भुल्न भएन ओला ग्याङ ग्याङ चुलाइरह 9 बजिसक्यो त्यही पनि घुस चुलाइरहेको कुहिरोमा कतै म नदेखिने त होइन गाह्रो नि त नि रहेछ हाम्रोतिर त्यही मानव डाँडा भन्दा नि भयङ्कर छ क्या यस्तो भयङ्कर छ हाम्रो जाडो भइरहेको अहिले चाहिँ यता चाहिँ सुन्तलाको सिजन छ होइन सुन्तला त भयङ्कर हो कि टिप्दा टिप्दा छोडेको बुट्टाहरू भयङ्कर कुरै नगरौँ यस्तो भयङ्कर हो अब स्याटो बारीमा गएर स्याटो लाइट निकालेर आइहाल्छ म चाहिँ होइन होइन ग्याङ हो हामी फेरि ओला ग्याङ भुल्न भएन है ल फाइनल्ली साथीहरू बारीमा आइसक्यो बारीमा यता चाहिँ हाम्रो बारी हो तलतिरको यहाँबाट मास्तिर चाहिँ अरूको होइन माथि घरको चाहिँ हो हाम्रो घरभन्दा माथि घरको घर हो ए बारी हो घर होइन बारी हो बत्ती चाहिँ त्यहाँ छ होइन ऊ त्यही लिन आएको यो हो यही लिन आएको यही हो यही लिन आएको यो त तार छ यही तार त अब यस्तो डराउनु दिने जस्तो ठाउँमा मतलब यहाँ घाम नलाएर यस्तो देख्यो फेरि घाम फेरि बबाले हेर्नु फेरि टाढा खोलासोला देखिन्छ अनि सिन पनि बबाले देखिन्छ होइन मैला भइगयो यत्तिको सिमी पनि रहेछ है त साथीभाइहरू के आउँदै भयो त यार हे लाइटिङ मिल यता सिमी ओइ बबाल देख्यो त सिमी पनि होइन त सिमी पनि रह्यो गर्नुपर्ने हुन्छ म चाहिँ यहाँ भिडियो बनाइदिने कोही छैन त्यसैले के हुन्छ अब यहाँ त्यसैले अब म यता मोबाइल यता भुइँमा राख्छु अनि म सट पुतला चढेर स्वाट निकालेर आइहाल्छु निकालियो है त फाइनल्ली निकालियो यसलाई चाहिँ अब जानुपर्ने घर हो तार चाहिँ अब घामलाई निकाल्न आउनु पर्ला दिउँसोतिर स्याट मोबाइलको चार्ज पनि छैन होइन भिडियो चाहिँ धेरै लामो छ त्यसपछि अब म चाहिँ अब घरतिर गएपछि भेट्छु है त म चाहिँ बल खेल्न जान भनेर आएको बल खेल्न जाने साथी नै पाइएन अनि बल खेल्न गिराउन कोही पनि आउँदैन त्यही भएर म चाहिँ यहीँ छु यहाँ चाहिँ होइन बल खेल्न आएको माथि हो माथि गाउँतिर यता मासतिर माथि हो बल खेल्न जाने त अब कोही नि आएन त्यहाँ माथि बल खेल्न अनि एकजना साथी पाएको भए जान्थेँ अब साथी नै छैन फेरि यहाँ भएको साथी पनि नजाने भयो लेके उक्लिनु मासतिर त्यही भएर त्यत्तिकै यता हावा खाँदै बस्थ्यो चिसो हावा सर्र अहिले त जाडो भएको थिएन जाडो हुन लाग्यो त्यहाँ अब हेर यता यस्तो है यस्तो बाटो भिरभिरै हो कि हाम्रो यहाँबाट यस्तै यस्तो भएर यस्तो मासतिर चिसो भन्नेले यस्तो नुहाइदिएर हिँडेको अघि त जाडै भएको थिएन एकछिन त
अहिले फेरि जाडो हुनु होला। यहाँ यसरी बस्नुपर्ने हुन्छ। अब के गर्नु त नि। बल खेल्नु जाने साथी पाइएन। एक्लै गएर नि भएन। एक्लै के खान जाने। अलि चाँडै भएको भए त एक दिन जान्थेँ अनि फेरि अलिक ढिलो भयो। जाँदा रात पर्छ। चाँडै हिँड्नु पऱ्यो भोलि त। भोलिबाट अलि चाँडै जानु पऱ्यो। धेरै भयो बल खेल्नु नगएको पनि। दिउँसो भिडियो बनाएन बिहान अनि 81 बेलुका बनाएँ भन्नुभयो होला। त्यही हो। के अरे दिनभरि केही पनि गरेन बसिराख्यो। अब बसेको नि के भिडियो बनाउनु र होइन। बल खेल्न जान भनेर आएको थिएँ के अरे त्यही पनि यस्तो खेसियो। कोही पनि नआएको चाहिँ यस्तो गाह्रो हो। यहाँ आयो यत्तिकै बस्यो भिडियो बनायो होइन। अलि यता त जाडो भयो घरतिर जानुपर्छ क्या। अनि पहिला सानोमा खेल्ने ग्राउन्ड आजभोलि नि खेलिन्छ तर खेल्न चाहिँ यहाँ चाहिँ खेलिन्न। माथि खेलिन्छ। म त अब घरतिर हिँडिदिएको जाडो हुँदो रहेछ यतातिर त। धेरै देखियो त यार। कालो मान्छेलाई जसो गर्दा नि कसो पनि आएन के अरे। अब फर्किएकोतिर जाडो भयो। हात पनि ठिराउनु भयो त्यो हावाले चिसो हावाले। आजको भिडियो के कस्तो भयो भनिदिनु होला। त्यही खासै खतरा त भएन त्यही पनि बनाएको अब त्यही आफूले दिनदिनै जे गरिन्छ त्यही त देखाउने होइन। यस्तो चिटिक्कै भएर आएको थियो के अरे आउनु चाहिँ जुत्ता लगाएर यता ब्यान्डेज टाँसेर त्यहाँ चाहिँ काटेको क्या अहिले। किन काटेको भन्नु होला। अब त्यो चाहिँ पछि भनौँला सन्चो भएपछि। सन्चो त भयो। अनि जो नयाँ हुनुहुन्छ मेरो पुरा भिडियो हेरिदिनेहरूलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। अनि नयाँ हुनेहरू चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि साथीहरूलाई सेयर गरिदिनु होला मेरो भिडियो होइन।